हजुर, म केशव प्रसाद मैनाली, पूर्ण ब्रह्म कबीर उपासक समाज नेपालको उपाध्यक्ष र म अब यहाँ केही सानो कुराहरू राख्न चाहन्छु। हामीमाथि जो आक्रमण भयो त्यो प्रायोजित थियो। त्यो के थियो भन्दाखेरि चाहिँ हामीले जुन धर्मशास्त्र अनुसारका भक्ति गर्थ्यौं त्यो यिनीहरूलाई पाच्य भएन। यिनीहरूले तपाईँको के अरे दन्त्य कथामा आधारित भक्ति गराएर मान्छे जम्मा गरेका थिए। अब अहिले आएको शिक्षित पिँढीले तपाईँले चाहिँ यस कुरालाई पत्याएनन्। उनीहरूले तपाईँको चाहिँ के अरे वेद गीताबाट प्रमाणहरू भेटिसकेपछि छोड्दै गए र सन्त रामपालजी महाराजको तपाईँको शरणमा आउँदै गए र मुक्तिको बाटो पछ्याउँदै गए र उनीहरूका सारा भोग शोक रोग निको भयो। र यसबाट चाहिँ रिसाएर यी पुरातनवादी जो चाहिँ तपाईँको धर्मको नाममा लुटिरहेका छन् उनीहरूलाई पाच्य भएन। त्यस कारणले उनीहरूले, खास गरेर म नामै किटेर भन्न चाहन्छु हैन, हिन्दू परिषद भन्ने जो संस्था छ, जो हिन्दूको ठेकेदार हुँ भनेर हिँडेको छ, उसले यी गजडी भङ्गडी र यी तपाईँको चाहिँ ट्यापे मुन्द्रेको संगठन बनाएर यिनीहरूले हामीमाथि के अरे सांघातिक हमला गरेर भौतिक तपाईँको चाहिँ हमला गर्न पठाउँछ। र यी जो हमला गर्ने हुन् यी सम्राट सेना भन्ने ती नै हुन्, तिनीहरूद्वारा संरक्षित हुन् यिनीहरू। है यहाँ पनि हाम्रो तपाईँको गौशालामा पनि हातपात गरे यिनीहरूले, गौशालामा पनि हाम्रो किताबहरू च्याते यिनीहरूले, अन्नपूर्ण मुहिम जो चाहिँ गरिबहरूलाई दिनु गएको रासन पनि यिनीहरूले लुटेर तपाईँको चाहिँ डकैती शैलीमा लिएर गए होइन। र अहिले पनि यिनीहरू के चाहन्छन् भनेदेखि चाहिँ हामी चाहिँ नरहौं र यिनीहरूको लुटपाट चलिरहोस्, यिनीहरूको यो व्यापार चलिरहोस् र जनताले साँचो कुरो थाहा पाउन् र धर्मशास्त्र अनुसारको भक्ति नगरून् भन्ने यिनीहरू चाहन्छन्। त्यस कारणले यिनीहरूलाई हामीले भनेका छौँ बार बार, तिमीहरू आओ प्रमाण लिएर, यदि साँच्चै प्रमाणमा तिमीहरूले चाहिँ ठिक भन्छौ भने हामी पनि भक्ति छोडिदिन्छौँ। तर यसरी लटपट्याउन पाइँदैन मान्छेलाई। त्यस कारणले आयोजित प्रायोजित यी तपाईँको के अरे ट्यापे मुन्द्रे यो गजडी भङ्गडी रक्षाहरूको चाहिँ जो जमात छ, यो जमातले हामीमाथि आक्रमण गरिरहेको छ। मैले त भनेको छु कि सूर्यलाई हत्काराले छोप्न कोसिस नगर, खबरदार तिम्रो आँखा छोपिन्छ। सूर्य छोपिँदैन, सत्यको विजय हुन्छ। सत्यलाई छोप्न सकिन्छ, मेट्न सकिँदैन भनेर हाम्रो गुरुले भन्नुहुन्छ। त्यस कारणले यो सत्यलाई मेट्ने कोसिस नगर। यो सत्य उजागर भइसकेको छ। भारतमा हेर्नुहोस्, तपाईँको धरतीका भगवान भनेर उहाँले चाहिँ भन्न थालिसके, मसिहा भन्न थालिसके, उहाँलाई चाहिँ तपाईँको रत्न भन्न थालिसके र उहाँ तपाईँको चाहिँ उहाँलाई चाहिँ तपाईँको लाखौं अहिलेसम्म भारतमा नभएको त्यत्रो तपाईँको जमातले होइन, ऐतिहासिक एउटा जमात जम्मा भएर 10औं लाख जम्मा भएर उहाँलाई चाहिँ फुल बर्सायो होइन, उहाँलाई उपाधिहरू दियो। तर यहाँ बिरालो रिसायो भने खाँबो चितर्छ अरे। यो खाँबो चितर्ने प्रवृत्तिका हुन् यिनीहरू। र यिनीहरू तपाईँको चाहिँ धर्मशास्त्रमा आऊ न त, हामी गरौँ डिबेट। तिमीलाई पनि विद्वान ल्याऊ, हामी पनि ल्याऊ। यदि हामी ठिक छैनौँ भने हामी छोडिदिन्छौँ। तर होइन, त्यसमा त यिनीहरू पछि हटिरहेका छन्। यिनीहरूलाई आध्यात्मको पनि थाहा छैन। यिनीहरूले खालि मसल देखाउन जानेका छन्, उनीहरूलाई सिकाएकै त्यही छ र संरक्षण गरेका छन्। त्यस कारणले म यो हिन्दू सम्राटका संरक्षक जो हुनुहुन्छ होइन, हिन्दू परिषदकाहरूलाई पनि अनुरोध गर्छु, यसरी यो सांघातिक हमला र मसल देखाउने काम नगर्नुहोस्। तपाईँहरू अलिकति नि बुद्धि छ, अलिकति नि शास्त्रबारे ज्ञान छ भने आउनुहोस् डिबेट गरौँ तपाईँ हामी। होइन भने किन भागी हिँड्नुहुन्छ? होइन भने यसको परिणाम नराम्रो हुन्छ। हामी त विवश छौँ। हाम्रो गुरुले त भन्नुहुन्छ बाबु काँडाले हानीलाई फुलले हान है भनेर। तर अब आइलागे भने हामी यो छोड्नेवाला छैनौँ। हाम्रो संख्या पनि कम छैन, नेपालमा 2 लाख नागिसक्यो, विश्वमा चाहिँ 15-16 करोड भइसक्यो। त्यस कारणले यदि हामी पनि तपाईँको चाहिँ यिनीहरूको एक्सनमा आउने हो भने अचार बनाइन्छौँ, अचार। तर हामीलाई त्यो दिँदैन, हाम्रो नैतिकताले दिँदैन, हाम्रो त बुद्धिले दिँदैन, हाम्रो गुरुको आज्ञाले दिँदैन। र यही हाम्रो सदाशयतालाई उनीहरूले कायरता ठानेका छन्। खबरदार, हामी कायर छैनौँ, हामीले संयम गरेका छौँ, हामी अहिंसात्मक छौँ। त्यस कारणले यसको फाइदा नउठाऊ।
तर भोलि हामीले पनि कारबाही गर्न थाल्यौं र तिमीहरू आइलाग्यो भने खबरदार, हामीले जाइ लाग्दा हुने परिणाम भोग्नु पर्छ तिमीहरूले। र सरकारसँग पनि अनुरोध गर्छु कि हामीलाई शान्तिसित बाँच्ने माहौल बनाइयोस्, अपराधीलाई कारबाही गरियोस् र कसैले संरक्षण गर्दैमा त्यो अपराधीहरूलाई छोडेर फेरि पनि यस्ता काम गराइयो भनेदेखि र भोलि भएको दुष्परिणामको भागी सरकार नै भन्नुपर्छ। त्यसकारणले सबैलाई हामी भन्छौँ मिलेर बसौँ। धर्म भने सहिष्णुता हुनुहुन्छ, सहिष्णु हुनुपर्छ धर्म भनेको। त्यसले हामी धार्मिक हौँ, हामी सहिष्णु छौँ। साँच्चै हिन्दू भने हिन्दू जति सहिष्णु केही पनि छैन। हिन्दू भनेको हीन भावनाले रहित हुनुपर्छ। तर तिमीहरूमा हीन भावना बढी छ, तिमीहरूमा तपाईँको चाहिँ कुनै दया छैन। त्यस कारणले अब आइन्दा यस्तो नहोस् र सरकारले पनि अनुरोध छ कि यस्तालाई कारबाही गरी हामीलाई चाहिँ शान्तपूर्व भक्ति गर्ने, शान्तपूर्वक जनचेतना जगाउने, शान्तपूर्वक यो समाजलाई चाहिँ तपाईँको चाहिँ हामी संरक्षण गर्ने र समाजलाई चाहिँ पवित्र पार्ने काममा हामीलाई नबिचलियोस् भन्दै म बिदा चाहन्छु। सत साहेब।